Hello everyone, good morning, good afternoon and good evening. म सन्ध्या राई डिजिटल इन्टरप्रेन्योर फ्रम सोलुखुम्बु र आज म फेरि पनि मेरो डिजिटल बिजनेसको 90 डेज रिल च्यालेन्जको 5th डे लिएर आएको छु है। एन्ड आजको टपिक चाहिँ व्हाइ डिड आई लिभ माई कम्फर्ट जोन फर दिस बिजनेस भन्ने छ। र कम्फर्ट जोन भनेको चाहिँ यस्तो ठाउँ हो त्यहाँ तपाईँको ग्रोथ चाहिँ जेरो हुन्छ क्या। तपाईँ सुरक्षित चाहिँ हुनुहुन्छ होइन, तर तपाईँको ग्रोथ भनेको जेरो या लिमिटेड हुन्छ है। फर इक्जाम्पलको लागि म एउटा डाँडामा हुर्केको बिरुवा अनि छहारीमा हुर्केको बिरुवालाई लिन चाहन्छु। यहाँ डाँडामा हुर्केको बिरुवा चाहिँ सानैदेखि घाम पानी आधी बेडी सबसँग आफै नै सङ्घर्ष गरिरहेको हुन्छ नि त। सो त्यो यति धेरै स्ट्रङ हुन्छ र उसको ग्रोथ पनि यति राम्रो हुन्छ कि त्यो चाहिँ ठुलो ठुलो बिरुवा भएर निस्कन्छ, ठुलो बोट भएर निस्किन्छ। भने छहारीको बिरुवा भनेको चाहिँ उसलाई घाम पानी केहीको सङ्घर्ष गर्ने आदत नै हुँदैन, किनभने उसलाई ठुलो ठुलो रुखहरूले चाहिँ छहारी दिएर राखेको हुन्छ नि त, सेफ हुन्छ होइन। तर उसको ग्रोथ भनेको चाहिँ एकदमै लिमिटेड मात्र हुन्छ कि। सो कम्फर्ट जोनमा हाम्रो ग्रोथ भन्दा पनि हाम्रो ड्रिमहरू चाहिँ बिस्तारै बिस्तारै मर्ने हुन्छ होइन। पोटेन्सियल युज हुँदैन र अझ सबैभन्दा दुःख लाग्दो कुरा त आफ्नै क्यापेबिलिटीमाथि पनि डाउट आउँदो रहेछ क्या। सो मैले यो बिजनेस स्टार्ट गरेँ बिकज इट वाज नट इजी, बट इट गिभ्स मी फ्रिडम टु डिसाइड माई टाइम, फ्रिडम टु grow financially, freedom to quality lifetime for my family, and most importantly freedom to believe in myself. Yes, स्टार्टिङमा गाह्रो हुन्छ, अनसर्टेन्टी हुन्छ है, तर ग्रोथ कम्फर्ट जोनबाट कहिले पनि हुँदैन। ग्रोथ त त्यहाँ हुन्छ जहाँ डर हुन्छ, च्यालेन्ज हुन्छ, जहाँ मैले आफैले प्रुभ गर्नुपर्ने हुन्छ है। र म कन्फिडेन्टली भन्छु कि जुन दिन मैले मेरो कम्फर्ट जोनलाई छोडेँ त्यो दिनदेखि मेरो लाइफ चाहिँ चेन्ज हुन थाल्यो। नट ओभरनाइट सक्सेस है, डेली करेज, डेली इफोर्ट एन्ड डेली बिलिभ। र म तपाईँलाई यो भन्न चाहन्छु कि यदि तपाईँ यो सोचाइमा हुनुहुन्छ म यो गर्न सक्छु या सक्दिनँ है, रिमेम्बर दिस, you will never know your power until you step outside your comfort zone. सो तपाईँहरू पनि आफ्नो पर्सनल ग्रोथ चाहनुहुन्छ भने चाहिँ कम्फर्ट जोनबाट चाहिँ बाहिरै आउनुहोस् भन्छु प्लिज है। मैले यो बिजनेस स्टार्ट गर्नुभन्दा पहिले मेरो लाइफ भनेको चाहिँ बाहिरबाट हेर्दाखेरि एभ्रिथिङ इज ओके, तर भित्रभित्रै म चाहिँ एकदमै अनसेटिस्फाइड नै थिएँ क्या है। र यो बिजनेस जोइन गर्नुको मेरो कारण पनि एकदम सिम्पल छ, ग्रोथ एन्ड फ्रिडम होइन। यसभित्रको चाहिँ बिगिनर फ्रेन्डली एन्ड सपोर्टिभ सिस्टम चाहिँ यति स्ट्रङ छ कि होइन, जसले हाम्रो पर्सनल ग्रोथ चाहिँ एकदमै राम्रो एन्ड छिट्टो हुन्छ। सो तपाईँ पनि एक्स्ट्रा इन्कमसँगै चाहिँ फ्लेक्सिबल लाइफ जिउन चाहनुहुन्छ भने एकपटक ओपन माइन्डले बुझेर हेर्नुहोस्, डिसिजन तपाईँको है। र बिजनेसको बारेमा अझ धेरै बुझ्न चाहनुहुन्छ, कसरी बिजनेस स्टार्ट गर्ने भनेर बुझ्न चाहनुहुन्छ भने मलाई चाहिँ डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ है, बाई बाई।